भनेको हामी त पक्का हिरो नै मान्छेले हिरोइनी भएर हिँड्ने हो त रियलमा हिरोइनी पक्का हिरोइनी देखेछ आफूले आफूलाई हिरोइनी मान्नुपर्छ होइन एकदम पोजिटिभ लिनुपर्छ है म नराम्री छु भनेर सोच्यो भने चाहिँ मान्छे खत्तम हुन्छ अहिले गइन्छ खेर सही हो है तपाईँको कुरा एकदम सही छ एकदम पोजिटिभ हुनुपर्छ टुङ गरेर भजिने बोतल जाने ह्याप्पी भएर चाहिँ के खाने अरे हामीले गएर सुन्तला र सुन्तला र के खाने अरे सुन्तला बोकेछौँ त्यही खाने होला नि सुन्तला खाने कफीसँग पसन्द कफी पनि के खान दिउँछौँ होइन गर्मीमा हेरौँ न अब होइन अब खाने हो नि भोक लाग्यो भने त हेलो नमस्कार आज चाहिँ प्रिया बहिनी र म चाहिँ यो भर्जिनिया वाटर लेक चाहिँ घुम्न भनेर आएको हो प्रिया बहिनी चाहिँ पहिला पनि 2-3 चोटि आइसक्नु भएको रहेछ यो ठाउँमा तर मेरो चाहिँ फर्स्ट टाइम हो र आज हामी चाहिँ फुलहरू पनि हेर्ने र एक्सर्साइज पनि हुने हिँड्ने पनि भन्ने एउटा मनसायले चाहिँ हामी दुईजना चाहिँ सल्लाह गरेर घुम्न भनेर आएको छौँ र यो पार्क चाहिँ क्वाइट एकदमै ठुलो रहेछ जस्तो लाग्यो किनभने हामीलाई यो अहिले हामी पुगेको यो भिडियोमा जो प्रिया बहिनी अगाडि हिँडिराख्नुपर्छ यो भिडियो चाहिँ भर्खर सुरुमा हामी यो लालीगुराँस फुलहरू देख्दैछौँ र यहाँनिर पुग्नको लागि चाहिँ हामीलाई कार पार्कदेखि निकै समय लागेको थियो हिँड्दा प्रिया बहिनी कुन बेला मलाई लालीगुराँस फुलेको ठाउँमा पुर्याउनुहुन्छ भन्दै हामी चाहिँ अब पुगेर चाहिँ यो गोरेनी साथीहरूसँग चाहिँ फोटो लियाली फोटो खिचाखिच गरिरहेछौँ अहिले एकदमै राम्रो देखिरहेछ के अरे प्रिया बहिनी यो भन्नु त एउटा लकी स्पेसल प्लान्ट अरे के हो अरे कस्तो झुन्डेको हौ फुल ल मैले त फर्स्ट टाइम देखेको है यो त अचम्म भयो अरे के हो यस्तो के प्लान्ट रहेछ है यसको नाम हेर्नु त लाइक यस्तो कपडा काटेर फुल बनाएर झुन्ड्याएको जस्तो देखेको है यसको नाम के हो नाम के हो थाहै छैन नाम चाहिँ के हो थाहा भएन खै के हो अब उसको फेदमा राखेको होला नि अब प्रिया बहिनी यता आउनु न मम्मा कस्तो राम्रो लु 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 यहाँ अन्त यहाँ भित्र फुल भयो कस्तो राम्रो है तल तल नफुले पनि होइन फुलेको छ यतिकै हो कोही फुलिरहेछ यतिको त फुलेकै हो यो के हो के प्रिया बहिनी भन्नु त यो के हो 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 भनेर भन्नु ल यो फुल 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 पहेँलो के कलर भन्नु घिउ जस्तो यम यम खानु जस्तो कस्तो राम्रो है अन्त यहाँ कस्तो राम्रो समथिङ रङ भयो मलाई आएन हौ बनाउनु भन्नु त कस्तो राम्रो ठाउँ हाम्रो देशमा नि यस्तै बनाउनु पर्छ है अब चाहिँ मैले पत्याएँ प्रिया बहिनीले साँच्चीकै रोडोडेन्ड्रोनको घारीमै मलाई लिएर आउनु भएको छ अब चाहिँ साँच्चीको पत्याएँ ल प्रिया बहिनी को हो म है प्रिया बहिनी भनेर ब्युटिफुल हिरोइन हाम्रो बहिनी यस्तो मान्छे अब यहाँ हेरौँ पक्का यस्तो ठाउँमा माई गड ल ल ल फोटो खिच्दै हो बहिनी फोटो खिच्दै हो ल ल ल ल ल कस्तो राम्रो झल बलिरहेछ झल ल ल लु पोज गर्नुमा फोटो खिच्दैछु है यस्तै थैलोसँगै खिचौँ ल के भयो त्यही त थैलोसँग खिच्दैछु है फोटो कति राम्री बिचरा फोटो त्यही हो गरेको साँच्चीमा खोइ स्टाइल गर्नु पर्यो नि यताउता माराक मुरु खोइ चलेको गर्नु अलिक हिँड्नु यता अहिले चाहिँ हामी पक्का लालीगुराँसको घारीमा चाहिँ आइपुगेको छौँ र यता र उता कुदेकै प्रिया बहिनी र म त है प्रिया बहिनी भन्दा नि म चाहिँ ओभर एक्साइटेड भएर यता र उता कुदिरहेको छु के कराउँदै जम्प मार्दै कुदेकै गइरहेको छु
अहिले चाहिँ हामी रङ्गी चङ्गी फुलहरूको फोटो खिच्दै आफ्नो नि फोटो खिच्दै हिँडेकै भित्र छिर्दै हिँड्दै गइरहेको छौँ। एकदमै मलाई चाहिँ फुलहरू देखेपछि एकदमै रमाइलो खुसी फ्रेस फिल हुने खालको फोटो खिच्दै पोज दिँदै बहिनीसँग हामी चाहिँ इन्जोय गरिरहेछौँ हाँस्दै जङ्गल थर्किन्जेल हाँसेर ओ माई गड त्यस्तै भइरहेछ। अब कता जाने हो? कस्तो राम्रो कि घारी छ घारी हो नि। कस्तो राम्रो आम्मामा के यस्तो हो प्रिया बहिनी यो के यस्तो के हो कम्ती त राम्रो छैन। सायद यो भिडियोमा नराम्रो आउला होइन रियलमा हेर्दाखेरि चाहिँ एकदमै राम्रो के कस्तो राम्रो रहेछ। त्यहाँभित्र पस्नु नपाइने रहेछ पाउँदैन र त नि झ्याउ कस्तो राम्रो। पहिला पनि आउँदा खिचेको सेम यस्तै थियो। पुरा सुरक्षा सकिसकेछ यतातिर एन्जिलिया होइन छ नि बल्ल याद आयो यो फुलको नाम एन्जिलिया हो। ल यहाँनिर अब टक एउटा फोटो खिच्ने अनि बाटो लाग्नुपर्छ है। अब 6 बजिसक्यो। ल यो त के हो भयो यो चाहिँ स्लो मोसन होइन नर्मल मोसन है। नर्मल मोसन राम्रो देखेछ। कति स्लो मोसन खिच्यो है खिच्यो सोलो मोसन हिँड्दा थाक्दो रहेछ क्या त्यही भएर बरु यही जानु पिङ्कीमा। अब यहाँ हेर्नु अब लो आमै नर्मल मोसन। अब के हो कति खिच्नु हौ तपाईँलाई पनि खिचिदिन्छु लु। अघि माथिबाट राम्रो आउँछ अन्त माथिबाट आएको राम्रो। यो अब थोरै राम्रो भयो पो साह्रै अति राम्रो छ अति राम्रो। आउनु बहिनी अब घाम पनि छैन घर पो कति बेला पुग्नु। घाम फेरि गर्नु घाम घोचेको घाम पनि डुब्यो जुन पनि घोच्दैछ घाम। यसरी नै हामी चाहिँ फोटो खिच्दै भिडियो गर्दै स्लो मोसन भिडियो गर्दै अब चाहिँ हाम्रो घर फर्कने बेला भयो। राति हुन लाग्यो 6-7 बजे हुन लाग्यो है। 5-6 आवर्स नै हामीले यो पार्कमा यता र उति गर्दै बितायौँ होला बहिनीसँग। अनि त्यस पछाडि बिस्तारै घर आउने तर्खरमा छौँ। गलेर फतक्कै भइएको थियो खुट्टा पनि लरबराइरहेको थियो नि घर फर्किँदाखेरि त। नियरली 28K नै हिँडेछ अनि थाक्ने त भइहाल्यो।
लु मातेको मान्छे जस्तो हिँड्दैछु हो माथ्यो केले माथ्यो भाउजू जोड्या मान्छे जस्तो हिँड्दैछु फुलले माथ्यो जस्तो छ है तपाईँलाई आज थाकेर माथेको थियो आउनु यता त्यता होइन नि बाटो त यता जाने ओया नि यो नि ओया नि हजुर अब हामी ओह्रालो गएको आमे 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 कति बल पनि आएको हो यो भाउजूलाई त थाक्ने होइन के अरे हिँडेर दौडेर उफ्रेर हाम फालेछ मान्छे अरू पनि नेपालीहरू आउनु भएको छ त्यही त लु हो र